आजको हाम्रो सत्यवती मेलामा दुईटा कालो भाले लोकल सकिन्न नि फेरि पियर लोकल है पियर लोकल खुट्टा हेरे नि हुन्छ ल गाइस हामी हिँड्यौँ सत्यवतीतिर कल्लाएर यसरी बेरेर टक्कै हाम्रा केटाहरू हामी 5 जना है हामी ग्रुपहरू 5 जना टक्कै मेरो सामानहरू यही हो ज्याकेट भयो सामान यताउति ल निस्क्यौँ है सबैजना उता हो यता हेर यहाँ के ल मलाई राम्रोसँग देखाउनु न यो ल हाम्रो ग्रुप यति है सबैजना अब हामी हिँडेको ल अगाडि अगाडि हिँडौँ ल म भिडियो बनाउँछु ल हिँडौँ न हिँडौँ म फेरि यता है यो सबै खाँदेर आज हाम्रो एकजना नयाँ ग्रुप थपिनु भयो हामी अझै 2 जना छन् माथि ए अझै 2 जना ल मलाई किन कति धेरै ल अहिलेको टाइम हामी हिँडिसक्यौँ अलि मासतिर आइपुग्यौँ टाइम 5:10 गइसक्यो सबैले आफ्नो आफ्नो सामान बोक्नु भयो ठकेलाई यताउता गराइसक्यो बाटोहरू यता माथिदेखि जाने गरे यहाँदेखि माथि छ जाने हिँड अगाडि थका लाग्यो यहाँसम्म आइपुग्यो सक्न त बाफ्रे ल ल हिँड क्या ल ल ढिलो भयो रात पर्न ल हो उता घाम पनि डुबिसक्यो ल आफ्नो आफ्नो सामान सबैको झोला छ मेरो पनि झोला छ यहाँ थर्के झोला ल म थुम्का पुगेपछि भिडियो बनाउने छु अहिलेलाई जति सकिन्छ हिँड्ने थुम्का पुगेरै छाड्ने अब थुम्का पुगेपछि हालत कस्तो हुन्छ म भिडियो बनाउँछु आइजहरूलाई कसरी हो नि ल थुम्का आइयो हामी बल्ल 6 बजीतिर 1 घन्टामा आइयो कस्टमर सम्म 400 रुपैयाँ किलो जुन ला त्यो होइन हामी अहिले थुम्काबाट लुम्पेक लाग्दैछौँ एकजना 2 3 खैहरू यता रहेछ उता हुनुहुन्छ 5 जना मसँग 6 जना म सकेकै हो के होइन ल अहिले हामी लुम्पेक आइयो लुम्पेक मन्दिर केटाहरू एकजना 2 जना 3 जना खै अर्को 4 जना है लुम्पेक आइयो म यता आइ ल दर्शन गर्नु मन्दिरलाई अब हामी लुम्पेकबाट अब सत्यवतीतिर लागिन्छ सत्यवतीमा लागिन्छ त्यही हो गरी हो जोस् मजा आयो लुम्पेकतिर है हामी लुम्पेकतिर
हामी अहिले बैलुङ डाँडादेखि अलि माथि आइयो यो रमाइलो भयो ज्यादा रहेछ त मौसम एकदम चिसो हावा चल्यो ठिकै छ अब सत्यवती अझै लाग्छ अझै 4-5 घन्टा लाग्छ जाँदैछौँ पुगिन्छ आरामले बिहानसम्म पुगिन्छ त्यही हो ल है हामी सत्यवती आइपुग्यौँ टक्क यहाँ दाउरा साउरा खोजेर मौसम त यहाँ सिसै रहेछ हावा यो तल पाल्न दाउरा देखाइदियो त के यहाँ बोलिरहेको अब तल देखाएन नि त यो यही हो हामीले दाउरा खोजेको हामी 6 जना छौँ ल आगो बाल्छौँ है यही जो चम्चा ल्याएको नि ल सत्यवतीसम्म यहाँ बिहान भइसक्यो बिहानको 4:30 भइसक्यो हाम्रो मामाहरू यहाँ घिर यता खाना खाँदैछन् चिउरा मासु यता चिउरा भुजा हाम्रो भाइ ल है घिरै हाम्रो नास्ता ए म यहाँ उ खाँदैछु के भन्छ यो पुरानो दाना रे पुरानो दाना अब सत्यवतीतिर गएर म भिडियो बनाउँछु है हेर्नु नास्ता खाएको ल हामी ठुलो सत्यवती मन्दिरमा गएर फर्किसक्यौँ भिडियो अगाडि छ त्यही अब हामी फेरि सरासर तल सानो सत्यवतीमा गइन्छ ल आयो डाँडा काँडा ट्याक्क लगाएर हुन्छ मामा सत्यवती दर्शन गरेर आइयो दर्शन गरेर आइयो चिच्याउन सकिएन कानमा ठुक भनेर आइयो सुटुक्क भनेर आइयो ल अब आँटेको पुगो भनिन्छ नर्सिना पुगेपछि भिडियो आउँछ है हजुर हजुर तपाईँ पनि भिज्नुहुन्छ अनि चिसो हुन्छ तपाईँलाई पानी दिएर राखेर म झोला आएर अट्ठिएर होइन फाल्थ्यौँ